यहाँ उतिबाट बरु देखिन्छ होला यताबाट अब देखिँदैन हामी त धराप छौँ है Bola tampil. अलिकति प्राविधिक समस्या भइरहेको छ यहाँलाई म एक कुरा जानकारी गराउँदै अब हामी चाँडै नै हाम्रो आजको कार्यक्रम वर्ग संस्कृति अनुसार यहाँनिर पूजापाठ भइरहेछ मैले अघि पनि यहाँलाई जानकारी गराउँदैछु हामीले आज सूर्यको तर्फबाट पनि यो हाम्रो पुरानो कपमा र एउटा हलको मूर्ति उठान गर्नुपर्ने यसलाई एउटा विधान रूपबाट यसलाई राख्नुपर्ने त्यसै अनुसार अब हामी चाँडै नै हाम्रो प्रधानमन्त्रीलाई यसलाई पूजापाठ गरेर यो उठान गर्ने कार्यक्रम रहनेछ त्यसपछि हामी कार्यक्रम समुदायले पनि पूजा गर्ने कार्यक्रम हामी यहाँबाट बसिरहेछ अब हामी हाम्रो आजको तर्फबाट गर्न लागेको हामीले पूजाको तयारीमा हाम्रा कृष्णजी हुनुहुन्थ्यो कृष्ण सेम्बो तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट पार गरेर हाम्रो प्रधानमन्त्रीलाई लिएर पूजाको तयारीमा जोड दिनु होला यो जुन हामीले मूर्ति राखेको छ अत्यन्त साँझो छ घरका कन्या तलतिर आउने महानुभावहरू पनि आउन खोजिरहनु भएको छ यस क्षेत्रमा एकपल्ट हेर्न कोसिस गरिरहेको छ हामी यहाँनिर आलोचना पनि गर्नेछौँ र म यहाँबाट फेरि पनि जानकारी गराउँ हामीले मिल्छ दिएर ठाउँबाट उठेर हामीलाई सहयोग गरिदिनु होला उक्त कुर्सीमा हामीले मिल्छ गरेको हाम्रो अपराध बुवा आमाहरू रहनुहुनेछ बस्नु हुनेछ उहाँहरूलाई हामीले सम्मान पनि गर्ने भनेर हाम्रो आजको योजना रहेछ यहाँलाई म यही जानकारी गराउन चाहन्छु कृपया तपाईँहरू 75 वर्षदेखि भोलि त आफै उठेर सहयोग गरिदिनु होला यहाँनिर हामीले
अलि अप्ठ्यारो छ नि त यसको बन्दोबस्त भएन होला अलिक राम्रो हुन्थ्यो सम्झना पनि भएन होला बन्दोबस्त
वाचन गरेर सुनाउन चाहन्छु र उहाँहरूलाई बस्ने ठाउँको व्यवस्थापन मिलाइदिनु हुनका लागि समितिका सम्पूर्ण साथीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो यो अभियान हामीले सम्पूर्ण प्रयोग गर्नुहुने पिएनको क्रममा आज समापन तथा उद्घाटन कार्यक्रमको क्रममा त्यस्ता नागरिकहरूलाई एउटा इतिहास स्वरूप सम्मानको सानो कार्यक्रम राखेका छौँ। यसमा हाम्रो यस अभियानका संयोजक लगायतका साथीहरूले यस कार्यक्रमलाई सहजीकरण गरिरहनु भएको छ। सम्मान ग्रहण गरिदिनु हुनको लागि अग्लो भागमा तपाईँका साथीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। थोरै यो कार्यक्रमको बारेमा यो अभियानको बारेमा मैले के जानकारी राख्नु पर्ने भएको हुँदा म यहाँलाई हाम्रो जानकारीको बारेमा यहाँलाई म प्रस्तुत गर्न चाहन्छु। हामीले 2081 सालको माइपनी मेलामा आउनुहुने विभिन्न व्यापार व्यवसाय गर्नुहुने व्यक्तिहरूबाट हामीले मेला व्यवस्थापन समितिको तर्फबाट व्यवस्थापकीय खर्चबाट बचाएको रकम त्यस्तै गरेर हाम्रो माइजोङ गाउँपालिका 4 नम्बर वार्डमा रहनुभएका विभिन्न सहयोगदाताहरू विशेष गरेर हामीलाई सहयोग पुर्याउनु हुने माइजोङ गाउँपालिका 4 नम्बर वार्डबाट वैदेशिक रोजगारमा विभिन्न मुलुकबाट रहनुभएका हाम्रा युवाहरू उहाँहरूले एकदमै यो आर्थिक सङ्कलनको लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरूको सहयोग र सपोर्टबाट हामीले यो कार्यक्रम आज यहाँसम्म आइपुगेर हामीले आज उद्घाटन गर्नेमा हामी सफल भएछौँ। त्यस्तै मेरो भाइ आयो हजुर चुला आयो उपस्थित रहनुहुने तपाईँ सम्पूर्णलाई हाम्रो आयोजक परिवारबाट समितिको तर्फबाट हार्दिक स्वागत अनि अभिनन्दन मात्र गरेर स्वागत मन्त्र बनाएर बिदा हुन चाहन्छु। हस् धन्यवाद। हामी कार्यक्रमलाई कति पनि ढिला नगरिकन अगाडि बढाउने जमर्को गरिरहेका छौँ। यस अभियान मार्फत निर्माण गरिएको राजाको मूर्ति अनावरण कार्यक्रम तथा यस सांस्कृतिक पार्कको
बेचेनी भने पनि यो हाम्रो यहाँका जातिहरूको सांस्कृतिक पहिचानसँग सम्बन्धित छ। यो नेपालीमा बेचेनीमा रमिँदैन, यसलाई लेखा भाषाबाट सम्मान रङमा लाग भनिन्छ। यो नृत्य प्रस्ताव मात्रै अन्य कार्यक्रम अगाडि बढ्ने अध्यक्ष पुष्पबहादुर खेपेज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु र सम्पूर्ण दिदीज्यूहरूलाई पनि ताली बजाएर यो मान कार्यको लागि एउटा माइजमाई गाउँपालिकाको एउटा गौरवको सम्पत्तिको रूपमा ग्रहण भएकोमा खुसियाली व्यक्त गरिदिनुका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। हामी विभिन्न जात जातिका मानिसहरू बसोबास गर्छौँ। सोही अनुरूप यो माइबेनी शिवालय धामलाई पनि हामीले चाहिँ एउटा बहुसांस्कृतिक पार्कको रूपमा चाहिँ स्थापना हुँदैन। माइबेनी एउटा इलाम जिल्लाकै एकदमै धेरै धार्मिक तथा पर्यटकीय स्थल हो। यहाँ इलाम जिल्लामा नै एकै दिन सबैभन्दा धेरै चाहिँ श्रद्धालु भक्तजनहरू आएर चाहिँ यहाँ पूजा आराधना गर्ने एउटा स्थल हो र यो माइजमाई गाउँपालिकाको साथै इलाम जिल्लाको एउटा अत्यन्तै ठुलो यो धार्मिक तथा पर्यटकीय स्थल हो र यो केही कारणले गर्दाखेरि विगत लामो समयदेखि ओझेलमा परिरहेको अवस्था थियो र हामी माइजमाई गाउँपालिकाको तर्फबाट हामी निर्वाचित भएर आएको पहिलो सालदेखि नै यस माइबेनी परिसरलाई चाहिँ केही विकास गर्नुपर्छ, यसलाई चाहिँ धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्छ भन्ने हेतुको साथ हामीले आर्थिक वर्ष 2079-80 सालमा माइजमाई गाउँपालिकाको तर्फबाट 7 लाख रुपैयाँ बजेट विनियोजित गरेर यस मन्दिरको चाहिँ जीर्णोद्धार लगायत यो मन्दिरको 4वटा ढोकाहरू चाहिँ अत्यन्तै जीर्ण भएर चाहिँ जो पनि जहिले पनि मन्दिरभित्र प्रवेश गरेर तोडफोड लगायो फलाने ढोकाहरू निर्माण गर्यो। त्यसै गरी यहाँको स्थानीय व्यक्तित्वहरूको मागलाई मध्यनजर गर्दै हामीले सोही बजेटबाट यो शिवालय मन्दिर अगाडि हामीले एउटा भवन गर्ने भवन स्थल निर्माण गर्यौँ। साथै यो मन्दिरको पूर्वी ढोका अगाडि हामीले यो चाँडेको मूर्ति स्थापना लगायत भनेको चाहिँ अब यहाँनिर आउनु पाउँदैन, यसले ठोक्न बोली अनुमान खोज्छ। मैले हान्नु पर्छ, राई लिम्बूले हान्नै पर्छ। बजार पौडेलबाट रु 1500, इन्द्रवीर च्याम्पियनबाट रु 2500। त्यसै गरी यस शिवालय मन्दिरका पुजारी आदरणीय चित्रराज भट्टराईज्यूबाट रु 700। त्यसै गरी भर्खरै
योसँग तिनवटा भयो ए ल ल ल तपाईँको भाइ राम्रो खेल्दा पनि ल अब कहाँ एक आफ्नो पेट जोगाउनु खानुपर्छ नि चिसो खाउँछ र होइन बरी सरलाई पनि पुग्छ क्या चिसो हामीले यो देश विदेशदेखि लिएर हामीले एउटा हाम्रो ऐतिहासिक रूपमा लाग्ने एउटा माइबेनी मेला हाम्रो ऐतिहासिक मेला छ जुन मेला हाम्रो ऐतिहासिक धेरै पुरानो मेला हो यो मेला चाहिँ हाम्रो लगभग हामी जन्मनुभन्दा धेरै अगाडिदेखिको एउटा ऐतिहासिक मेला भएकोले गर्दा हामीले यो सालिनी माघे गते लाग्ने मेलालाई हामीले एउटा युवाहरूको टिमले व्यवस्थापन गरेर व्यवस्थापन कमिटी बन्छ त्यो कमिटीको सम्पूर्ण टिमले हामीले पूर्व योजना अनुसार हामीले केही रकमहरू माइबेनी मेला लगाएर व्यवस्थापकीय आम्दानीहरूलाई बचत गरेर त्यो बचत रकममा हाम्रो केही सहयोगी दाताहरू देश विदेशमा रहनुहुने हाम्रो साथीभाइहरू अनि विभिन्न नेपालमै रहनुहुने हाम्रो विभिन्न सङ्घ संस्था व्यक्तिहरूबाट हामीले आर्थिक दाताहरूबाट र हाम्रो माइबेनी मेलाको व्यवस्थापकीय आम्दानीको बचत रकमबाट चाहिँ हाम्रो यो काम गर्नु सम्भव भएको हो यसमा हाम्रो लगभग हाम्रो 10 लाख बराबरको हाम्रो आर्थिक रकम र 5 लाख बराबरको हाम्रो श्रमदान मार्फत स्थानीय व्यक्तित्वहरूको श्रमदान मार्फत चाहिँ हामीले यो कार्यक्रम चाहिँ सम्पन्न गऱ्यौँ त्यसमा हाम्रो विदेशमा रहनुहुने हाम्रो साथीभाइहरू हाम्रो सल्लाहकार टिमका साथीहरू हुनुहुन्छ उहाँहरूलाई अहिले यो कार्यक्रम गरेर हामीले एकदम सम्झन चाहन्छौँ उहाँहरू यहाँ प्रदेशमा हुनुभए पनि हामीलाई एकदम उहाँहरूले एकदम सपोर्ट गरेर हाम्रो टिमलाई उहाँहरू हाम्रै टिमको हुनुहुन्छ हाम्रो सञ्जीव देवान सञ्जय देवान अनि हाम्रो सन्तोष लिम्बू कुल लिम्बू त्यस्तै अनि हाम्रो अन्य साथीहरू पनि लागि पर्नुभएको छ सोनाम देवान होइन उहाँहरूले हामीलाई विदेशबाट एकदमै सपोर्ट गरेर हाम्रो कार्यक्रमलाई यहाँसम्म पुर्याउनलाई हामीलाई चाहिँ एकदमै यतिखेर हाम्रो कार्यक्रम यसरी भव्य रूपमा सम्पन्न भइराख्दा उहाँहरूलाई चाहिँ हामीले एकदम सम्झन चाहन्छौँ प्लस हाम्रो यहाँनिर जति पनि उपस्थिति हुनुभएको छ उहाँहरू हाम्रो श्रमदाता हुनुहुन्छ आर्थिक दाताहरू हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद त्यसरी नै हाम्रो कार्यक्रम यसरी एकदम हाम्रो व्यक्तिगत आर्थिक रकम र श्रमबाट चाहिँ हामीले एकदमै यहाँनिर सम्पन्न आज गरेका छौँ जस्तो कति टोटलमा कति लागतमा यो सम्पन्न भयो अनि श्रमदान पनि गर्नु होला हजुर हामीले चाहिँ लगभग हाम्रो आर्थिक रकम दाताहरूबाट सङ्कलन भएको रकम र हाम्रो माइबेनी मेला व्यवस्थापन गरेर आम्दानीबाट बचत भएको रकम गरेर हाम्रो 10-10.5 लाख बराबरको हाम्रो आर्थिक रकम त्यसमा हाम्रो अनि श्रम 5 लाख बराबरको श्रम भएको छ